च्यानलमा सबैलाई स्वागत छ हैन। वेलकम टु माई। अब हामी राइट जान लाग्यो, अगाडि चाहिँ गइसक्यो है। यो देखाएको क्या देखाएको। यो साइकल एकजनाको साइकल दुईजनामा चढ्ने भनेको कस्तो हुन्छ क्या त्यही। अनि ल सबैले साथ सपोर्टै माया देखाइदिनु होला मेरो भ्लगमा। खास राम्रो त होइन, त्यही पनि सुरु गरेको। न्यू गोप्रो किनिसकेको थिएँ नि त। अलिक खाजा लिएर अहिले त साइकलमा आउँछ अरे मैले यो उकालो क्या। सबैले पनि नयाँ गोप्रो किन्छु ल, नयाँ गोप्रो किनेकोले सिधा आना बाटो छ त्यसले चाहिँ फेरि बोलायो क्या। यहाँ अबेला भयो बेलामा ल सबैले माया मेरो च्यानलमा भोके डबल र त भक्क डबल रोड तान्यो भनेको त्यो हो र। साइकल चाहिँ यही हो। लगै सक्छ नेपालको चर्चित खबरहरुमा बजेट ब्लग भएर हामीले खाजाको लागि सेन्टर फ्रुट अनि एउटा चाहिँ पिछाडी रङको हामी उकालो जाँदैछौँ हम थोरै क्लिप त देखिसक्नु होला कतिको उकालो छ भन्ने। स्नुल क्यापिङले चाहिँ उहाँ उकाल्न लागिरहेछ। बेला ठाकी राइडका निस्कुट आएको हामी चाहिँ राइड हान्नलाई। एउटा साइकलमा दुईवटा साइकलै भएन क्या। थुप्रोले भिडियो गर्ने सोचेको कस्तो हुन्छ त्यो पनि हेरिदिनु होला है। त्यही हो अब त्यहाँ माथि मन्दिर त्यही हो। अब लाइक सब्सक्राइब त भनेर पर्दैन होला, सपोर्ट गर्नु पऱ्यो, भिडियो सेयर गरिदिनु पऱ्यो। अलिक पपुलरै भएको छैन मेरो भिडियो क्या। त्यस्तै 40-45 भ्युज बाइक आउँदैन भ्लगमा नि। धेरै सब्सक्राइबर त छैन त्यही पनि थाकी बोल्नु जाली आर्ची बोक्न त लाग्यो होइन। त्यही पनि साइकल भइ मान्छेलाई बगान्छ गरे अनि हेमै बोक्यो त। यति माथि सक्यो उकालो, फेरि उकालो डेन्जर छ। ओह्रालो फेरि बबाल छ फेरि ओह्रालो फेरि उकालो यही हो। ओह्रालोमा डबल लोड जाने भनेको कस्तो हुन्छ। यसको साइकलले थाम्छ कि थाम्न है गर्छ अर्कै छ अरे। यस्तै साइकलमा एक दिन किनिदिन्छ। यहाँ लोगो छ मलाई बब्बाल। अहिले त हामी माथि आइसक्यौँ। काफल त यहाँबाट पाइन्न, माथि पाइन्छ। हामी सब माथि जानुपर्ने हुन्छ। त्यहाँ माथि छ क्या, धेरै लास्टै टाढै छ। मन ओह्रालोमा चाहिँ यो मजै आउँछ यो साइकलले नि। दुगुर जान अलिक गियर अलि भएन क्या, गियर कन्ट्रोल गराउनु पर्ने हो क्या। गियर ठ्याक्क चेन हुने। तेरो बाप छोड्के गएको छ तेरो म। तेरो बाप छोड्के गएको छ तेरो म। मस्त जोक मारा रे ये हंस रे हलकट हंस। आन्टी उता पछि गइसक्नु भयो। हम चाल जाँदैछौँ आइजानु त। आन्टी उता गइसक्नु भयो क्या। अहिले अलिक कता जाने भन्दै त नकराइकन हिँड्दै हो के यता गालडाङ गुल्डाङ टक
कन्फिडेन्स ला खास गरे बालै फरर मन्दिरमा अब भाइ मेरो साइकल भाग्छ भने आन्टीहरू चाहिँ साइकल चलाउन लाग्छ गजब बेइज्जती है डिटेल त साइकल चलाइदिँदैछन् म चाहिँ अलिक माथि आएको ए चलान नानी नि के चलानु चिन्नु नजान्ने तेरो बाउ रे यस्तो आन्टीहरू चाहिँ मलाई तेरो बाउ भन्दै मलाई ठिक छ आज आएर गोब्रो चाहिँ उहाँ छैन उयो अन्न गरे अहिले त जाँदैछौँ हामी उकालो खाँदा रेन्जर यस्तो उकालो एउटा पाङ्ला उठाएर साँच्चै साँच्चै आन्टीको तल तल पुगेर रहेछ नि यो साइकल चाहिँ अलि सुनिलले लग्ने रे ह्यान्सी देखिन्छ तर के क्युट देखिन्छ पाउँछ सोच्यो अब अलिक सपोर्ट गर्नु पऱ्यो क्या अब चाहिँ हामीले माथि आइसक्यो दरबाङ माथि गएर देखाल्छु यो ल ल ल अब खाजासाजा खाएर एक दुई राउन्ड हानेर गइहाल्ने अब ल हामीले चाहिँ खाजासाजा खाइयो अब म एकचोटि माथिको भ्यू देखाइदिन्छु क्या त्यहाँ चाहिँ एउटा दाइको बाइक छ त्यहाँ चाहिँ हाम्रो साइकल यहाँ चाहिँ पानी आउनु पर्ने हल्का भ्यू देखाइदिने कोसिस चाहिँ गर्छु है अथवा त सिधी छ क्या बबाल छ यहाँको चाहिँ साइकल झन् त बबाल छ क्या दिँदै दिन्न चोरे जानै दिन्न भनेर त्यसले त साइकल केही भइहाल्छ भन्छ अन्त एकदिन मेरै साइकल लिएर झार्छु के भन्छ किन्छु म एउटा देखिसक्नु होला अब म चाहिँ हिँडेको राइट तरिकाले एक्सिडेन्ट भएको छ ल वेलकम ल बाई बाई